आशा गर्छु तपाईहरु सबै कुशलै हुनुहुन्छ। सबैलाई ख्रीष्ट येशूको नाममा जय मसीह, नमस्ते अनि सेवारो। र फेरि पनि परमेश्वरको अनुग्रहले छोटो समय लिएर तपाईको बीचमा आएको छु अनि एकदमै छोटकरीमा नेटवर्कको प्रब्लमले गर्दा त आज एउटा सानो उदाहरण लिएर तपाईको बीचमा आएको छु। 3 मिनेटको मेरो आजको सन्देश छ र ध्यान दिएर सुन्नु होला, निश्चय आशिषित हुनुहुन्छ तपाई। र एउटा सानो उदाहरण एक्जाम्पल दिएर म फेरि त्यहाँ दुईटा वचन जस्तो राख्ने छु। एकपल्ट गाई र सुँगुरको दुई बीच मिठो दुःखको वार्तालाप कुराकानी भइरहेको थियो। त्यहाँबाट सुँगुरले गाईलाई मनको कुरा भन्छ, दिदी, गाई दिदी, किन मानिसहरूले खालि तपाईको प्रशंसा गर्छ, तर म पनि त सुँगुरको मासु हैन, मासु मन पराउने, रातो मासु मन पराउने रातो मासु दिन्छु, अनि बोसो मन पराउनेलाई सेतो बोसो दिन्छु। त्यति मात्रै कहाँ हो र, खुट्टा मेरो खुट्टा पनि अचार बनाएर खान्छ। त्यति मजा मानिसहरूले आनन्द उठाइरहन्छ, तर किन मलाई चाहिँ त्यति हेलित, मेरो कुनै प्रशंसै गर्दैन। अनि एकछिन सोचेर गाईले उत्तर दिन्छन्, होइन नि गाई बहिनी, पुरा त अर्कैपट्टि गएको छ, तिम्रो एउटा भुल भइरहेको छ। के दिदी, तिमीले त मरेपछि दिँदा रहेछौ नि, म त जिउँदै हुँदै दुध मन पराउनेलाई दुध दिन्छु, दही मन पराउनेलाई दही दिन्छु, घिउ मन पराउनेलाई घिउ दिन्छु, पनिर मन पराउनेलाई पनिर दिन्छु। त्यस्तो धेरै खुबीहरू ममा छ जब म जिउँदै म दिउँछु, र तिमी त मरेपछि दिँदा रहेछौ, त्यस कारणले त समस्या पर्यो नि। त्यहाँबाट एकछिनमा सुँगुर निराश भएर फर्के। मेरो भन्ने तत्पर के छ भनेपछि, आज हामी जिउँदो हुँदै संसारमा असल काम गर्नुपर्छ, परिवारको लागि होस्, चाहे मण्डलीको लागि होस्, समाजको लागि होस्, देशको लागि होस्, इमानदार सत्यतामा हामीले असल काम गर्नुपर्छ, जो पनि जिउँदो हुँदै। अनि यहाँ वचनमा हामी पढ्छौँ, रोमी 14 अध्यायको 8 पदमा तपाईँले पढ्नु होला, यदि हामी बाँच्छौँ भने प्रभुको निम्ति बाँच्छौँ, होइन, मर्छौँ भने प्रभुकै निम्ति मर। अब हामी संसारमा बाँच्छौँ प्रभुको निम्ति भने प्रभुको भन्नाले आज हाम्रो हृदयमा प्रभु हुनुहुन्छ, अनि आज हाम्रो जीवनबाट प्रभुको महिमा हुनुपर्छ। हाम्रो सुकर्महरू हाम्रो अहिले जिउँदो हुँदै गर्नुपर्छ, प्रभुको निम्ति बाँच्नुपर्छ, प्रभु हाम्रो भित्र जिउँदो हुनुपर्छ सधैँ नै। कहिले कहिले हामी अल्मलिन्छौँ, रुपियाँ पैसाको लोभ लालचमा, घमनमा, विभिन्नै व्यभिचारमा, सांसारिक अभिलाषामा हामी अल्मलिन्छौँ, होइन। त्यो प्रभुलाई हामी हाम्रो हृदयमा मार्छौँ। त्यस कारणले आज ख्रीष्ट सधैँ नै हाम्रो हृदयमा जिउँदो हुनुपर्छ। अनि यूहन्ना 4:14 पनि हामी त्यहाँ पाउँछौँ। त्यहाँ भनेको छ, उम्रिरहने पानीको मूल बन्ने छ अरे, जसले आज उहाँलाई विश्वास गर्छ, जसले उहाँलाई पछ्याउँछ, उसको हृदयमा चाहिँ अनन्तको उम्रिने पानी, कहिले नसुक्ने पानी हामीलाई मूल बन्नु दिनुहुनेछ। अनि फेरि तल हामी जब पढ्छौँ यूहन्ना 7:37 त्यहाँ के भनेको छ भनेपछि बग्ने छ अरे, अनि माथि चाहिँ उम्रिरहने, होइन, उम्रिरहने मूल बन्ने छ,
तल 7:37 चाहिँ भनेको छ बग्नेछ प्रिय। आज हामी संसारमा जिउँदो हुँदै नै आज त्यो जिउँदो पानीको मूल परमेश्वरले जुन दिनुभएको छ हाम्रो हृदयबाट बगेर निस्किनुपर्छ। आज कयौँ हजार मानिसहरू मरिरहेका छन् अन्धकारमा, पापमा, व्यभिचारमा, बिमारमा, समस्यामा, गरिबीमा। आज तपाईँहरू मेरो त्यो सुकर्मद्वारा, असल कामद्वारा तिनीहरूले निश्चय नै अनन्तको सहभागी निश्चय बन्नेछन्। आशिषको स्रोत, आशिषको कारण हामी बन्नेछौँ। यस कारण प्रिय हो, छोटो कुरालाई ख्याल गरौँ। हामी जिउँदो हुँदै नै तपाईँ मैले यो सबै कार्यहरू गर्नुपर्छ। हवस् त, परमेश्वरलाई धन्यवाद। आजको दिनभरि तपाईँलाई परमेश्वरले प्रशस्त आशिष गरून् र मन पर्यो भने तपाईँले अरूलाई पनि बाँडिदिनुहोस्, सेयर गरिदिनुहोस्, होइन, फलो गरिदिनुहोस् अनि प्रार्थना गरिदिनुहोस्। आउनुहोस्, म छोटो प्रार्थना गर्नेछु। प्यारो परमेश्वर पिता, धन्यवाद। यो बिहानै फेरि पनि हामी तपाईँको चरणमा आएका छौँ, किनभने तपाईँ सबै कुरोको स्रोत हुनुहुन्छ प्रभु। आज केवल तपाईँ मात्र हाम्रो पापको लागि क्रुसमा बलि भएर 3 दिनपछि बलि उठ्नुभयो। तपाईँ स्वर्गमा हाम्रो लागि प्रार्थना गरिरहनु भएको छ, हाम्रो स्वास्थ्यको लागि, हाम्रो चङ्गाइको लागि, हाम्रो सबै पापबाट बचाउनुको लागि। धन्यवाद प्रभु, तपाईँलाई असल परमेश्वर हुनुहुन्छ। अनि जति पनि लाइभमा हेरिरहेको छ वा जति पनि हाम्रो भाइ बहिनीहरू दौड भाग गरिरहेका छन्, एक एकको लागि प्रार्थना गर्छु। एक एकलाई तपाईँले डोर्याउनुहोस्, सुरक्षा दिनुहोस्, शान्ति दिनुहोस्। जति पनि अन्धकारको शक्तिले आज अल्मलाइरहेको छ त्यो सबै भाइ बहिनीहरूलाई त्यो व्यभिचारको आत्मा, त्यो मदपानको त्यो लतबाट छुटकाराको घोषणा गर्दछ, यीशुको नाममा नष्ट गर्दछ। हालेलुया। परमेश्वर पिता, कयौँ हस्पिटलमा छन्, बिमार छन् प्रभु, त्यो जति पनि बिमारीहरूलाई पनि छोइदिनुहोस् यसै गरी पवित्र आत्मा, र चङ्गाइदिनुहोस्। र प्रभु यसै गरी तपाईँको छोराछोरी कुनै पनि रोकिन नहोस्। चङ्गाइको घोषणा गर्छौँ, चङ्गाइको आशिष बोल्छौँ। अनि त्यति मात्र होइन प्रभु, उहाँहरूको बिजनेस, खेतीपाती, पशुपालन जे पनि प्रभु उहाँहरूको आयतहरू छ, एक एक कुरोमा हामी आशिष बोल्दछौँ, बढ्दै गएको हुन् पिता, र तपाईँको महिमा देख्नु दिनुहोस्। धन्यवाद प्रभु। यो बिहानै अब रहेका जीवन तपाईँको हातमा राख्छु, येशूको नाम, आमेन। जय मसीह। प्रेज द लर्ड।